मेरो भिडियो हेरिरहनु हुने सबैजनालाई स्वागत छ। यो आजको भिडियोमा म जेएलटी देखि पाम जुमेराको लेफ्ट साइडपट्टि लास्टसम्म देखाउने छु। वेस्ट विङ्स पनि भन्छ यसलाई। पाम जुमेराको दुईपट्टि लेफ्ट र राइट साइड छ। यो भिडियोमा चाहिँ सिर्फ लेफ्टपट्टिको चाहिँ लास्टसम्म मात्र देखाउने छु। अर्को भिडियोमा चाहिँ राइटपट्टिको पनि देखाउने छु। यो भिडियोमा चाहिँ सोचेको भन्दा आज रमाइलो हुनेछ, किनभने आज म चाहिँ 4वटा सुरुङ मार्ग प्रयोग गरेर त्यहाँसम्म पुग्नेछु। 4वटा मध्ये एउटा सुरुङ मार्ग चाहिँ पानी मुनिको हो, अन्डर वाटर टनल भन्छ पानी मुनिको सुरुङ मार्ग। त्यो चाहिँ लामै छ। यो चाहिँ आजको भिडियोको पहिलो सुरुङ मार्ग। यो अगाडि देखिएको सुन्दर दृश्य चाहिँ मरिनाको हो। दृश्य एकदम राम्रो छ। अहिले त अलिकता यो मौसम अलिकता डट्टी, अलिकता फोहोर जस्तो छ, के तुवालो लाए जस्तो त्यस्तो छ। क्लियर मौसम हुने हो भने झन् एकदम क्लियर भ्यू देखिन्छ। तर यतिको भ्यू पनि नराम्रो चाहिँ छैन। अहिले चाहिँ शेखसाद रोडमा छिरियो। मेरो योभन्दा अघिल्लो भिडियोमा नि हजुरले देख्नुभयो होला। यो शेखसाद रोडमा छिर्दाखेरि दाहिनेपट्टिको जति ब्रिज देखिन्छ नि त्यो सबै मेट्रो लाइन हो, मेट्रोको लिग हो। त्यही भएर यो चाहिँ पहिला भिडियोको र यो एउटै मेट्रो लाइन हो। त्यो पहिलाको भिडियो चाहिँ बिजनेस जाँदाखेरि बनाएको थियो अनि अहिले चाहिँ पाम जुमेरा जाँदाखेरि अलिकता मात्रै शेखसाद रोड टच हुन्छ। त्यही भएर यो माथिको ब्रिज चाहिँ मेट्रो लाइनको देखिएको। यहाँबाट एक्जिट 34 लिएर फेरि लेफ्ट जानुपर्छ। अनि यो चाहिँ सेकेन्ड नम्बरको सुरुङ मार्ग हो। यो सुरुङ मार्ग सकिने बित्तिकै यहाँबाट चाहिँ ब्रिजको माथि चढिन्छ। यो ब्रिजको माथि हुँदै 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 त्यसपछि अनि सुरु हुन्छ पाम जुमेरा। यो अगाडि देखेको 3टा बिल्डिङ बन्दैछ। यो बनिसकेपछि यसको बिचबाट सानो मेट्रो ट्र्याम्प भन्छ त्यो गुड्छ। अनि यो भित्र मार्केटहरू हुनेछ, सपिङ मलहरू हुनेछ, धेरै कुराको फेसिलिटी हुनेछ। अब यो बन्न चाहिँ करिब अझै 1 वर्ष लाग्ला। अहिले चाहिँ म ठ्याक्कै हातको नारिनेर प्रवेश गरेको छु। पाम भनेको हत्केला हो। अनि यो हत्केलामा जानको लागि चाहिँ नारीबाट जानु पर्यो। यहाँ पनि डिजाइन पनि त्यस्तै छ, नारी जस्तै गरेर डिजाइन गरेको छ। यो पाम जुमेरा चाहिँ सन् 2001 मा निर्माण थालिएको थियो र 2006 मा चाहिँ पहिलोचोटि मान्छेहरू बस्न सुरु गरेको थिए। तर त्यो बेलादेखि अहिलेसम्म निर्माण कार्य चाहिँ पुरा भएको छैन। घरहरू, बिल्डिङहरू बन्ने क्रम जारी छ। यो चाहिँ 17वटा फ्रन्ट, मतलब त्यो हातको अम्ला जस्तो 17वटा फ्रन्ट मिलेर बनेको छ। राइट साइडमा र लेफ्ट साइडमा, दुवै साइडमा। यहाँ चाहिँ लग्जरी होटल, अपार्टमेन्ट, भिल्लाजहरू सबैले भरिपूर्ण छ। बन्ने क्रम चाहिँ अझै पनि जारी छ। यो चाहिँ चन्द्रमाबाट पनि देख्न सकिन्छ, म्यानमेड आइल्यान्ड। यो अगाडि देखिएको
बिल्डिङ चाहिँ पाम भ्यू बिल्डिङ हो। यो चाहिँ नक्खिल महलसँगै छ। यो पाम भ्यू बिल्डिङबाट चाहिँ पुरै पाम जुमेरा देख्न सकिन्छ। 360 भ्यूज देख्न सकिन्छ यसबाट। यदि मौसम खुल्ला भयो, मौसम राम्रो भयो भने एकदम राम्रो भ्यू देख्न सकिन्छ। यो पाम भ्यू टावर चाहिँ ठ्याक्कै पाम जुमेराको बिचमा बनाएको छ, सेन्टरमा। यो मेरो देब्रेपट्टि देखिएको चाहिँ ट्रामको लिक हो, ट्रामको रोड। माथि माथि ट्राम गुड्छ। अहिले चाहिँ ट्राम आउने बेला भएको छैन होला, नत्र देखिन्थ्यो। यो चाहिँ तेस्रो नम्बरको सुरुङ मार्ग हो। यो चाहिँ सानो छ सुरुङ मार्ग। यो अगाडिपट्टि देखेको दुईटा चुच्चा भएको बिल्डिङ चाहिँ एटलान्टिक होटल हो। यो चाहिँ लग्जरियस 5 स्टार होटल हो। यहाँ चाहिँ प्राय विदेशीहरू, यहीँका पनि मान्छेहरू आउँछन्, बस्छन्, पैसा तिर्छन्। अनि यो चाहिँ एकदम फेमस होटल पनि हो। यो चाहिँ चौथो नम्बरको र आजको यो भिडियोको लास्ट सुरुङ मार्ग। अनि अन्डर वाटर टनल पनि भन्छ, पानी मुनिको सुरुङ मार्ग हो यो। यो चाहिँ लामै छ, झन्नै यो 1 किलोमिटरको होला। यो चाहिँ यताबाट जाँदा पनि सुरुङ मार्गै हो, पानी मुनिकै बाटो हो। आउँदा पनि सेम पानी मुनिकै बाटो भएर आउनुपर्छ। यसको माथि पानी छ। अनि मैले म्याप राखेको छु, त्यो म्यापको वरिपरि निलो देखेको सबै पानी हो। त्यो बिचमा देखिएको अम्ला जस्तो चाहिँ त्यो फन्ड हो, त्यसको दुवैपट्टि भिल्ला छ, बिचमा रोड छ। हरेक फन्डको दुवैपट्टि भिल्ला छ। भिल्लाहरू बन्दैछन्, कोही बनेर सकिसके, त्यस्तो छ। यो चाहिँ यो सुरुङबाट निस्किने बित्तिकै म वेस्ट विन्ड्सपट्टि जाँदैछु, मतलब लेफ्टपट्टिको बाटो, लेफ्ट विन्ड्स। अब यसको म अन्तिमसम्म पुग्नेछु। म यसको म्याप पनि राखिदिन्छु, हजुरहरूले हेर्न सक्नुहुन्छ। यसको चाहिँ दाहिनेपट्टि चाहिँ सबै पानी पानी हो। अब यो दाहिनेपट्टिबाट उता चाहिँ समुद्रै भइहाल्यो। यहाँबाट उता कुनै पनि मानव बस्ती छैन, पानी पानी हो। अब यसको देब्रेपट्टि चाहिँ 5 स्टार होटल, रेसिडेन्सदेखि लिएर गएर अहिले नयाँ कन्स्ट्रक्सन बिल्डिङहरू बनाउँदैछन्, बनिसकेका पनि छन्। डब्लु होटेल, त्यसपछि डब्लु रेसिडेन्स यहीँ छ। अनि भिल्लाहरू पनि छ। यहाँ चाहिँ दुई रोडको बिचमा चाहिँ हरियो झाडी छ। यो चाहिँ ओल्लो छेउदेखि पल्लो छेउसम्मै छ। अनि राइट साइडमा देखेको चाहिँ पाम ट्री हो। यो बिचमा देखेको चाहिँ खजुरको बोट हो। यो चाहिँ सबै ठाउँमा देख्न पाइन्छ।
लेफ्ट साइडमा चाहिँ रुखको फेन्स पनि बनाएको छ पर्खाल जस्तो रुख रोपेर यस्तो बनाएको छ यो पनि राम्रो हो राम्रो छ पानी फ्याक्ट्री होटल म यसको लास्टसम्म गएर हजुरहरूलाई देखाउँछु कस्तो रहेछ भनेर डब्लु रेसिडेन्स दामी यहाँ फेरि अर्को बिल्डिङ बन्दै रहेछ देखिने पारिपट्टि चाहिँ फेरि आइन दुबई हो ब्लू वाटर आइल्यान्ड त्यो पनि सानो आइल्यान्डै हो यो ब्रिजको मुनि चाहिँ पानी समुद्र छ बोटहरू आउन जानलाई डुङ्गा आउन जानलाई यो सबै बन्दै हो संरचना न्यू संरचना यो चाहिँ जति लास्ट भयो त्यति चाहिँ भर्खर अझै पनि बन्दैछ निर्माण कार्य पुरा भएको छैन अब गर्मी सुरु हो तातो हुन लागिसक्यो यो चाहिँ बाटामा पुरै इट्टा छापेको उतापट्टि पनि यस्तै छ यतापट्टि पनि यस्तै छ बाहिरी घेरोमा चाहिँ पुरै इट्टा छापेको छ सबै ढलान कहीँ छैन त्यसको लास्टमा जाउँ के रहेछ यहाँ भिल्लाहरू रहेछ यहाँ दामी ठाउँ रुखको बिरुवा फलफुल सिसाको पर्खाल ल सिसा लाएर बारबेर गरेका छन् लास्ट वाल यो चाहिँ पाम जुमेराको लास्ट हो यहाँबाट एउटा होटल होला सायद लास्ट राउन्ड बोट यहाँ उता बाटो छैन यो चाहिँ वान एन्ड ओन्ली द पाम दुबई होटल रहेछ होटल हो कि रेसिडेन्स होला आजको यो भिडियो हजुरहरूलाई कस्तो लाग्यो मन पर्यो भने लाइक शेयर कमेन्ट एन्ड सब्स्क्राइब गर्न नभुल्नुहोला धन्यवाद